हाई एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी चाहिँ आज चाउमिन च्यालेन्ज गर्दैछौँ, एक प्लेट नानी र म दुईजना मिलेर। अनि यो चाहिँ पसलबाट लिएर थालीमा राखेको। यो हारेपछि के छ भनिदिनु। हार्नेले चाहिँ यो तिते करेलो खाने लास्टमा यत्रो छ। यो लगभग 300 ग्राम थियो है, पसलबाट ल्याएको 300 ग्राम जति होला। यो सिँगै खाने गाइज, कसले हार्छ हेर्दै जानु होला लास्टसम्म। अब हामी खाना सुरु गर्दैछौँ। यस्तो ल खाएको ल 1 2 मेरो मुट कामिरह्यो। यत्रो करेल सुरु। हातले खानु मिल्ने कि नमिल्ने भन्नु। जेले सकिन्छ त्यसले खाने ल। ल कस्तो हुनु के खाने र ल है पाक्नु। 1 2 3 भनेर है पाक्नु छिटो गर्नु। 1 2 3 गो। म त सक्दिनँ ग्यार धेरै छ आमा। उधर पार्नु पानी ल्याउनु पर्ने यार। चिसो भयो हानिहाल्ने। सँगैमा चाहिँ लाउँछु गर्नु न। म त सक्दिनँ। मेरो भाउजू हार्ने है। Maka ada lah. Astaga. कति छिटो खानु पर्दैन। आधे मन पानी छ नि जान। मैले त गाइस नानीको हेर्नुहुन्छ थोरै छ सामान। मुखको पनि सक्यो। सक्दिनँ रोल। तपाईँले नै छाने दिदी गरेलो। मलाई चाहिँ एकदम डर लागिरहेको थियो यत्रो खान सकिनँ, अलि सानो लगौँ भनेर। नै ठुलै गर्ने हो भनेर उहाँले ल्याउनु भएको। अब दिदी गरेर खाने खुब खुब लाएर म तपाईँ हुन्छ
यार बाबु बडी थियो क्या मेरोमा होइन कस्तो अप्ठ्यारो। कति मिनटमा खाएँ 5 मिनटमा खाएँ मैले 2-3मा खाएँ होला नि मलाई त घाँटी लाग्यो पहिले सकिँदै जस्तो लाग्यो तपाईँले पहिले खानुभयो क्या चक्कर दिएर गर्नु हातले खानु अन्त अब हारिहाल्नु हो जसले खायो नि रेडी हुनुहुन्छ यो खानालाई कम त ठुलो छ 300 कति ग्राम थियो है 50 कि कति लगभग आधा केजी पुग्ने लाग्थ्यो तर यो यत्तिकै खाने सानो भएर नि ढिलो भयो नि सानो तर चाउमिन पनि लास्ट घाँटी लाग्दैन नि खाने हो त भाउजू ल खाना सुरु गरिहालौँ त्योसँग मैले यत्रो तपाईँकै स्वाइस हो के फोटो चाहिँ के पाउने आमा मर्छु होला त यार म यत्रो तित्रो हो कि के हो यो खाने हो खाना सुरु भयो अलि नजिकबाट यस्तो मिठो खाएर के लाग्ने अब त अलि देख्छिन कि खाना सुरु भइसक्यो मिठो गाइज मनमा ढुङ्गा राखेर बोल्नु परिरहेको छ मिठो भनेर यो म त बिजुलो पनि छैन नि बिजुलो पनि छ कस्तो फिल भइरहेछ कस्तो फिल भइरहेछ एकछिन नबोल्नु न तपाईँको ब्यागबाट खिचिदिउँ मैले चाहिँ यताबाट ब्याग क्यामेरा खिचिदिँदैछु उहाँको चाहिँ यति सना बाँकी छ मेरो चाहिँ सब एउटा नि छैन थालीमा खाँदै हुनुहुन्छ आमा पत्याएँ तपाईँलाई तर लास्टै ठुलो भएर यो यसको बियाहरू चाहिँ ठुलो ठुलो रहेछ मिठो छ कि क्या भाउजूलाई चाहिँ पित गरेर खुवाउन लगाउँछु होइन आमै खानु पऱ्यो ठुलो छान्नु भएको थियो प्रेसर लो भएर ठाउँको ठाउँ धर्नु होला यसो त प्रेसर लो छ बोलाउँछ नै सक्दैन बडा सक्दैन कति ठुलो बिजुलाई यत्रो
अझै खाइन्छ लाती त तर मैले यो तिते गरेर मात्रै कहिले खाएन नपकाएर चाहिँ पकाएको फ्राई गरेको चाहिँ मिठो लाग्छ अब अर्को दिन फेरि च्यालेन्ज गर्ने कि नगर्ने ठुलो भइसक्यो नि बाबुजी बमिट आउनु लाग्यो बमिट थोरै बाँकी नि आमा उहाँले त सक्नुभयो तर थोरै बमेट नि गर्नुभयो यो त फालो हजुर बाँकी चाहिँ यति रह्यो गाइज उहाँले चाहिँ तिते गरेर ठ्याम्मै सक्नुभयो तर जाली जेली नगर्ने केही नि नगर्ने ठुलो लगाऊँ भन्ने उहाँको नै प्लान हो लास्टमा केही भनिदिनु फेरि च्यालेन्ज गर्ने कि नगर्ने फेरि गर्ने तर अरूमा के गरेर चाहिँ नि मैले सानै लगाऊँ भने गाइज ल सबैजनाले भिडियो हेरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला आजलाई चाहिँ यति नै बाई बाई